ल है साथीहरु सिक्किममा चाहिँ सिजन लागेछ हिउँ हेर्न टुरिस्टहरु यति बेसी आउँदैछ साथीहरु हेर्नुस् है जाम त्यस्तै छ ल सिजन लागेछ है साथीहरु टुरिस्टको जाम हेर्नु टुरिस्टको भिड छ जाम त्यस्तै टुरिस्टको क्राउड चाहिँ यति बेसी हुँदैछ अहिले हेर्नुहोस् है सिजन लागेछ है साथीहरु जाम हेर्नुहोस् जो हिउँ पनि परिरहेछ टुरिस्ट काले पार्टीहरु पनि आएको छ हो हौसी पार्टीहरु आएको छ हेर्न सक्नुहुन्छ यहाँ त्यहाँसम्म आइपुगेछ नि त है साथीहरु अब टुरिस्टहरु चाहिँ हिउँ खेल्नुलाई चाहिँ यहाँसम्म मात्रै आज चाहिँ दिएको छ परमिट चाहिँ आज चाहिँ छाङ्गुसम्म चाहिँ दिएको छैन आज 20 मेल 20-25 मेलसम्म दिएको छ आज टुरिस्टहरुलाई परमिट त्यही भएर यहाँ टुरिस्टको जाम दामी भइरहेको छ साथीहरु अब फेरि नेक्स्ट भ्यू पोइन्टमा आइपुगेको छ म चाहिँ यहाँ सानो खालको वाटरफल छ यहाँ चाहिँ हेर्नुहोस् है टुरिस्टहरु यो वाटरफल्समा चाहिँ रमाइरहेको छ इन्जोय गरिरहेको छ हेर्नुहोस् है साथीहरु जाडो छ मौसम साँच्चै नै यो टुरिस्टहरु चाहिँ बाँदरकै बेहोरा देखाउँदो रहेछ गाँठे हेर्नुहोस् है अन्त कहाँ चढेको साथीहरु हेर्नुहोस् यस्तो नै हुन्छ अन्त सानो वाटरफल छ पानीमा अन्त ल फाइनली गाइस अहिले चाहिँ यहाँ वाटरफल्स आएको छु वाटरफल्स पनि अहिले हिउँ परेर चाहिँ हिउँ बिलेर चाहिँ अहिले पानी वाटरफल्स पनि ठुलो भएको छ अहिले चाहिँ देख्न सक्नुहुन्छ वाटरफल ठुलो छ यो वाटरफल चाहिँ ल साथीहरु अब अहिले वाटरफल्समा चाहिँ यसो भिडियो गर्दैछ फाइनली गाइस अहिले हामी चाहिँ अन्त अब देख्न सक्नुहुन्छ यहाँ टुरिस्टको भिड जिप लाइन पनि छ साथीहरु है जिप लाइन ल है साथीहरु फाइनली म चाहिँ अब यहाँ लासा वाटरफल्स आएको छु चाहिँ टिबेटबाट आएको पानी वाटरफल्स भन्छ यसलाई चाहिँ हेर्न सक्नुहुन्छ पानी चाहिँ